डलर युरोहरू छन् भन्नेको इन्फर्मेसनको आधारमा चाहिँ हामीले त्यो गाडीलाई चाहिँ महाकालबाट नियन्त्रणमा ल्याएर यस कार्यमा यो चाहिँ लिएर आएर खानतलासी गर्दाखेरि चाहिँ त्यसमा चाहिँ यो हिजो राति 23 बजेको समयमा अमेरिकी डलर युरो सहित ना7 ख 1652 नम्बरको सोनी ट्रान्सपोर्ट लेखिएको मालबाग ट्रकको चालक खुच्चे भन्ने कुसाङ लामालाई पक्राउको सम्बन्धमा हो। र यो खुच्चे भन्ने कुसाङ लामा चाहिँ सिन्धुपाल्चोक भोटेकोसी गापा वार्ड नम्बर 1 बस्ने, उमेर 43 वर्षको र यो चाहिँ पहिले पनि एकखेप पक्राउ परिवरी जेल गइसकेको मानिस हुन्। र हिजो 23 बजेको समयमा अवैध युरो तथा डलर रसुवा गढी नाका हुँदै छिमेकी राष्ट्र चीन लगिरहेछ भन्ने सूचना प्राप्त हामीलाई हुन्छ र ना7 ख 1652 नम्बरको मालबाग ट्रक गाडी शङ्का लागि रोकी थप अनुसन्धानको लागि यस कार्यमा ल्याई खानतलासी गर्दा उक्त ट्रकको बोनट, ड्राइभर बस्ने कोठा, क्याबिनको बायाँ तर्फको माथिल्लो भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याइएको अमेरिकी डलर र युरो लगायतका मुद्राहरू फेला परेको छ। कुसाङ लामा चालक भई भरियाको रूपमा काम गरिरहेको भन्ने प्रारम्भिक बयानबाट बुझिन आएको छ। र यो अमेरिकन डलर, यो बरामद भएको अमेरिकी डलर चाहिँ 100 दरका नोटहरू जम्मा 3119, 3119 र 50 दरका नोटहरू जम्मा 179। अर्को युरो चाहिँ 500 दरका थान 11, 200 दरका थान 480, 100 दरको थान 4148 र 50 दरका 7177 जम्मा पछाडि यो नेपाली चाहिँ लगभग 25 करोड 1,60,000 338 रुपियाँ हुन आउँछ। यो एउटा गाडी अनि त्यो मोबाइल पनि बरामद भएको अवस्था छ। यो जफत गरिएको सामानहरू चाहिँ भन्सार तथा राजस्व छरी अवैध विदेशी मुद्राको कारोबार गरेको हुँदा निजलाई विदेशी विनिमय नियावली ऐन 2019 बमोजिम प्रस्तुतमा हदैसम्म कारबाही तथा थप अनुसन्धानको लागि राजस्व विभाग हरिहर भवन चाहिँ पठाउँदैछ। धन्यवाद। केही क्वेसन छ भने पाउँछ। होइन, अहिलेसम्मको चाहिँ हामीलाई त्यो अब यसको इन्भेस्टिगेसन हुन चाहिँ बाँकी छ। पहिला पनि भरियाकै रूपमा चाहिँ भएर त्यो 7 किलो सुन पक्रेको बेला जेल सजाय भएको थियो र अहिले पनि उसको प्रिलिमिनरी स्टेटमेन्टमा चाहिँ म चाहिँ भरिएको रूपमा प्रेजेन्स गरिरहेको छ आफूलाई। तर अब पुरानो पनि कहानी र यो पनि कहानी जोडेर हामीले इन्भेस्टिगेसन अगाडि बढाइरहेको छौँ। यो अहिले प्रिलिमिनरी आइसकेको छैन कसको भन्ने कुरो। त्यो त अहिले हेर्नुपर्छ, अहिले छैन। जस्तो कुन प्रयोजनको लागि चाहिँ रकम लिएर गएको, पहिला पनि सुन काण्डमा परिसकेको मान्छे ऊ चाहिँ सुन किन्नकै लागि गर्दा थियो भन्ने आशंका गर्न सकिन्छ। यो पैसा लिएर गइसकेपछि उताबाट त्यही आउन सक्ने प्रबल सम्भावना चाहिँ त्यही हो। तर अब यसै अब उनको म्याथप गरेर बयान सयान लिइसकेपछि ती कुराहरू खुल्छन् होला। हामीले पैसा चाहिँ कहाँबाट ल्याएको? योले स्रोत खुलाइसकेको छैन। अहिले हिजो त पक्रेर लिएर आएको हामीले, अहिले खुलाको अवस्था छैन। छैन। 5 वर्ष 78 सालमा निक्लेको। पहिलाको सुनको, अब यो डलरको।
ट्रक यसको आफ्नै हो। अहिले यो ट्रक पनि उनको आफ्नै हो, सायद आमाको नाममा ट्रक छ। अलिकति अरेस्ट गर्दाको क्रिमिनल मतलब सिनारियो बताइदिनु न, के हुने थियो कसो हुने थियो? अनि एसपी साहबले भन्नुभयो नि कसरी पक्रिनु के भयो सूचना कसरी आयो भन्ने कुरा राख्नु के भन्नुभयो? त्यो त भन्न मिलेन, त्यो त अब आफ्नो कन्फिडेन्सियल भएन, अरेस्ट हामीलाई चाहिँ जोडिनु खोज्छु थाहा छैन। विशेष सुरागीको आधारमा गरेको अपरेसन हो। बसमा कुनै गाडीमा चाहिँ नि अवैध मुद्राहरू गइरहेछ भन्ने कुरा हो। त्यसपछि हामीलाई सूचना आइसकेपछि हाम्रो टिम अलर्ट हो, स्ट्यान्ड बाई हो, टिम गयो। त्यसपछि यो झोलको बाटो हुँदै सामाकोसीबाट झोलको बाटो हुँदै रसुवातिर गइरहेको अवस्था हो। त्यसपछि हामीले त्यो गाडी यो गाडी हुनसक्छ भन्ने कुरामा हामी गयौँ इन्फर्मेसनको आधारमा। गइसकेपछि त्यो गाडीको पिछा गर्दै हामीहरूले एउटा सर्टेड पोइन्टमा गएर माथि हेऱ्यौँ, त्यहाँ रेकी गरेर बस्यो, मान्छेहरू सर्भिलेन्स गऱ्यो। त्यो गाडी त्यहाँ पुगिसकेपछि त्यो गाडीलाई रोक्यौँ, हेऱ्यौँ, ड्राइभरसँग इनिसियल सोधपुछ गऱ्यौँ के छ त के छ यताउता भन्दाखेरि अलिकति शङ्का लाग्यो। शङ्का लागिसकेपछि त्यो गाडीलाई सिधा अफिसमा लिएर आएर हामीले सम्पूर्ण लुकाउन सक्ने ठाउँ हो। किनभने हामीले पहिला नै त्यस्ता अपरेसनहरू गरिरहेको अनुभवको कारणले कुनै पनि सामानहरू लुकाउन सक्ने ठाउँहरूलाई मध्यनजर गरेर सबै ठाउँहरू भिडियोग्राफी गर्दै सबै हामीले कानुनी रूपमा अप्नाउनु पर्ने सम्पूर्ण कुराहरू अप्नाएर हेऱ्यौँ। हेर्दाखेरि यो आज तपाईँहरूले हेर्ने हामीले बरामद गरेका सामानहरू चाहिँ भेटिएको अवस्था। उसले के भन्यो रियाक्सन गरेको थियो? जस्तो तपाईँले कहाँ भन्दा रसुवा जानला भन्ने कुरा गर्यो। त्यसपछि के हो कसो भन्दाखेरि अब उसले अरू कुरा केही भनेन। त्यसपछि उसको रियाक्सन्सहरू हामीले रियाक्सन्स एक्सन्स सबै हामीले रिड गर्दाखेरि चाहिँ केही हुनसक्छ भन्ने हामीलाई चाहिँ शङ्का लाग्यो। ट्रकभित्र अरू सामान चाहिँ अरू छैन, खाली छ। उसले चाहिँ के लिन जान लाग्यो भन्दै थियो? लिन भनेर उताबाट केही सामान आयो भने म सामान लिएर आउँछु भन्ने उसको बयान। अरू यो मान्छेले पहिला जम्मा बसेको बाइक त्यो केस बाहेक अरू क्रिमिनल हिस्ट्री के छ? अरू अहिलेसम्म हामीले हेर्दाखेरि देखिएको छैन, हामी हेर्दैछौँ। जेलबाट निस्केर अरू के गरेछ? अघि ट्रक चलाउने काम गर्यो भन्छ उसको बयान अनुसार। अरू हामी खोज्दैछौँ। यो मान्छे निरन्तर रूपमा सुन तस्करीमै लागे जस्तो देखिन्छ। निरन्तर अब एकचोटि फेला पऱ्यो पहिला नै, अहिले यो दोस्रो टाइम फेला पऱ्यो। अब बिचको पिरियडमा यो फेला नपरिसकेको अवस्थामा हामीले होने भन्न पनि नसकिने अवस्था हो। तर स्ट्रक्चरल हेर्दाखेरि चाहिँ लगभग देखिन्छ। अनि यो पैसा उसले कहाँ कहाँ जम्मा गराइदिएछ? के रहेछ? कसरी जुट्यो? त्यो पैसाको मामलामा उसले क्लियरली यही हो भनिसकेको अवस्था छैन। त्यसो भने कोही दुईवटा मान्छेहरू आएर मेरो गाडीमा त्यहाँसम्म पुगाइदियो भनेर भनेको छ भन्ने कुरा छ। त्यो हामी अनुसन्धान गर्दैछौँ, पछि आयो भने सेयर गर्छौँ। सर योभन्दा अगाडिको सुन केसमा चाहिँ हजुरहरूले ऊ मात्रै एक्लै मान्छे त्यो बेलामा पनि उसले 7 केजी सुन लिएर आइरहेको अवस्थामा भेट फेला परेको। त्यो बेलामा लगेको होइन कि लिएर आउँदाखेरि 7 केजी सुनसहित फेला परेको। त्यति बेला चाहिँ अरू कोही संलग्न छ त्यसमा भन्ने? अब यस्तो केसमा के हुन्छ, हामीले प्रिलिमिनरी इन्भेस्टिगेसन गर्ने, त्यसपछि सम्बन्धित निकायमा पठाइदिन्छौँ, राजस्वमा पठाएको, त्यसपछि बाँकी अंशमा राजस्वबाट भाग्छौँ। अहिलेसम्म अमुक व्यक्तिहरू भनेको छ, तर नाम भनेको छैन, हामी हेर्दैछौँ। एक्लै थियो एक्लै हो कि भन्ने धेरैको आशंका रह्यो, किनभने उता सुन किन्नै गएको भन्ने धेरैको आशंका रह्यो। अब अहिलेसम्म उसको भनाइअनुसार चाहिँ उसले लिएर गएको मात्र आएको छ, बाँकी हुँदैछ। के आयो भने हामी हाम्रो बरामद रकमको मजासम्म ठुलै हो। अहिले हामीले उता बाहिर डिस्प्लेमा राखिदिएको छौँ त्यो सबै रकमहरू, होइन? अब त्यहाँ पनि खिचौँ न। अहिलेसम्म समातेको नगद रकम चाहिँ यो अहिलेसम्मको ऐतिहासिक रेकर्ड हो। अब यही ठ्याक्कै कसरी भन्न सकिन्छ र? अब हो कि जस्तो लाग्छ हामीलाई चाहिँ, होइन? पहिले योभन्दा धेरै अब अरू डिस्ट्रिक्टमा पनि भएको पनि हुनसक्छ। यो ठ्याक्कै चाहिँ भन्न सकिँदैन। यो कार्यालयको चाहिँ यो अहिले